पानी परेको हुनाले एकदम यो बाटो चाहिँ स्कुलहरू पनि आउँदो रहेछ हाम्रो बाटन माइनरहरू पढ्नेहरू होइन। यहाँ चाहिँ यस्तो छ कि यस्तो दामी ठाउँ क्या यो चाहिँ पुरै यो गाउँबारी। म रिटर्न हुँदैछु अब पानी पर्यो सो द्याट म टाढो जाने चाहिँ सोच आएन आज। म नेपालमा पनि बिहानै रनिङ गर्थेँ होइन। मेरो जन्म चाहिँ धनकुटा बस्दै चाहिँ धरान 19 थियो। म बिहानै 4 बजी उठेर भोटे पुलदेखि सिधै माथि फुस्रे आर्मी क्याम्पसम्म रनिङ गरेर आउँथेँ होइन। जस फिजिकल फिटनेस चाहिँ रनिङ गर्दा एकदम राम्रो हुन्छ फ्युचरमा। अनि फ्युचरमा पनि होइन हरेक व्यक्तिले गर्नु सक्नुहुन्छ रनिङ है। फुटबल खेल्नु सक्नुहुन्छ भने यदि अब सक्नु भएन भने हिँड्नु मात्रै पनि सक्नुहुनेछ होइन भन्दै। अब आज चाहिँ पानी परेको हुनाले म धेरै पनि रनिङ गर्न सकिनँ, एक्सर्साइज गर्न सकिनँ। त्यही भएर यहाँ तपाईँलाई यहाँको एग्रिकल्चर फिडहरू पनि देखाउन गइरहेको छु। यहाँ अब यो चाहिँ तोरी हो अनि यसकै साइडमा चाहिँ यो जौँहरू छ होइन। एकदम राम्रो छ यहाँको, छुट्टै मनोरञ्जन छ। म चाहिँ ब्लगर डम्बडे आउनेको। यहाँ चाहिँ साइक्लिङहरू पनि हुन्छ, यसरी देख्नुहुनेछ साइक्लिङहरू भएको। पहिला त मेरो पनि साइकल थियो कि म साइक्लिङ आउँथेँ अनि एकदम रमाइलो लाग्थ्यो क्या। अनि जस युकेमा छुट्टै रमाइलो छ, छुट्टै मनोरञ्जन छ होइन। आफ्नो ठाउँमा जति ड्युटीमा बिजी व्यस्तता भए पनि अब बिदाको समय चाहिँ यसरी हामी रमाइलो गर्न सकिन्छ कि अब वकिङ गरेर रनिङ गरेर होइन। एक्लै भए पनि गीत सुन्दै नै रनिङ गर्ने वकिङ गर्न सकिन्छ। अनि अब अहिले चाहिँ यो समर लागिरहेछ। समरमा चाहिँ के कस्तो हुन्छ भने घाम लाग्ने हुन्छ, सनी हुन्छ। त्यस बेला चाहिँ अब सी साइड जानु सकियो होइन। सी साइड जानु सकियो अनि सी साइडको नजिक अब टक्क समुद्रको रमाइलोहरू अब यसो लिनु सकियो। समुद्रमा टक्क बसेर है समुद्रको छालहरू अनुभव गर्न सकियो। अनि यति मात्रै नभएर अब ठाउँमा गएर गार्डनहरूमा बस्ने होइन, गार्डन घुम्ने, अब पार्कहरू घुम्ने होइन। युकेमा धेरै मनोरञ्जनात्मक पार्कहरू छ, एकदम रमाइलो होइन भन्दै यो मेरो छोटो मर्निङ ब्लग चाहिँ अब यहीँ टुङ्ग्याउन गइरहेको छु। तपाईँले यो यहाँको ठाउँको बारेमा मैले देखाइहालेँ। यो चाहिँ एकदम मनोरञ्जन